साँच्ची भनेको के मलाई कहिलेकाहीँ आफ्नो असाध्यै माया लाग्छ। कस्तो थिएँ, कस्ता थिए सपना, कति आशा, कति भरोसा, र यहाँसम्म आइपुग्दा कति त नसोचेका, कति त कल्पनै नगरेका कुराहरू भोग्न पाइयो, देख्न पाइयो। कति पटक त विचलित भएँ, कति पटक त रोएँ, कहिले आदेशले आँसु झर्यो, कहिले कसैको ढाडस पाएर खुसीले आँसु निस्कियो, विश्वास तोडियो, भरोसा भाँचियो। तर सोच्दै नसोचेको ठाउँबाट सहारा र साथ पनि त पाइयो। जे होस्, ए जिन्दगी सधैँ कृतज्ञ छु। कमजोर पाइलामा कहालिँदै कुना पसेको रात पनि याद छ। हार मान्ने छैन भनेर आफैले मन बाँधेर कदम अघि चालेको नि याद छ। र अहिले साँच्ची आफैले आफैलाई धाप मार्न मन लाग्छ, स्याबास भन्न मन लाग्छ। तर